हेलो एभ्रिवान, दिस इज करुणा अनि म जाँदैछु मेरो प्यारी दिदीको बिहे अटेन्ड गर्नको लागि जनकपुर। अनि यही चप्पलमा नै म पुरै दिनभर ट्राभल गर्नेवाला छु। सो स्टे ट्युन अनि भिडियो लास्टसम्म हेर्नु होला। ओके, सो म चाहिँ अब घरबाट बनेपा चोक आइसकेको थिएँ र अब यहीँबाट नै म गाडी चढ्छु। गाडी चढेर एकछिन मक्ख परेँ अनि त्यसपछि मेरो यात्रा सुरु भयो। एकछिन चाहिँ पातले खेतमा गएर चिया नास्ताको लागि चाहिँ हामी रोक्यौं। म चाहिँ स्न्याप बनाउँदै अब पुरै हावालाई चाहिँ महसुस गर्दैछु, किनभने उता गएपछि चाहिँ गर्मीले मेरो के हालत बनाउँछ भन्ने कुरा सोचेर नै डर लागिरहेछ। यो कुन मन्दिर र कहाँको मन्दिर भन्ने चाहिँ थाहा पाइनँ, किनभने म चाहिँ सुतिरहेको थिएँ, त्यही भएर मलाई थाहै पाएन। यति रमाइलो लागिरहेको थियो कि मलाई चाहिँ, त्यही भएर कुनै ठाउँको पनि स्न्याप चाहिँ सायद छुटाएकै छैन होला। अनि यहाँ चाहिँ मेरो साथीले के भन्दै थियो अनि हामी चाहिँ खानासाना खाएर चाहिँ हामी चाहिँ गाडीमा गएर गीत सुन्दै बस्यौँ। अनि मलाई फेरि पहिले यो ऐनाको बाटो आएर भिडियोहरू खिच्न कस्तो मन लागेको थियो, तर अनफर्चुनेटली म चाहिँ अपोजिट साइडमा थिएँ अनि त्यही भएर यसरी खिच्नु पर्यो। अनि फेरि यो बाटोमा तुवालो लागेको देखेर चाहिँ यो बाटोहरू चाहिँ सधैँ ट्राभल गरिराखौँ जस्तो भइरहेको थियो। झनै त्यही माथि फेरि यो सिन्धुलीको बाटो जाँदाखेरि त यो भ्यू देख्दाखेरि त ओहो, मेरो त एकछिन त मुटु नै चिसो भयो के। अनि फेरि अब हामी पहाडमा बसेको मान्छे भएर पनि होला है, यस्तो देख्दाखेरि चाहिँ कस्तो मन नै आनन्द हुने के हुन्छ नि। पुरै म चाहिँ बादलमाथि नै हिँडिरहेको छु, बादललाई हेर्दै बादलसँगै हिँडिरहेको जस्तो त्यो भाइब्स आइरहेको थियो। अनि झन् यो बाटो हेर्दाखेरि त यति आनन्द लागेको थियो कि कुरै गर्न सक्दिनँ क्या। मसँग कुनै पनि शब्द नै छैन यो बयान गर्नको लागि कि मैले यति बेलामा के महसुस गर्दै थिएँ भनेर। मलाई यति आनन्द आएको थियो कि यो बाटो हिँड्दा चाहिँ। अब मेरो रियाक्सन हेरेर नै तपाईँहरूलाई थाहा भयो होला कि म चाहिँ कति धेरै नेचरसँग कनेक्टेड छु होला भन्ने कुरा चाहिँ, होइन। अनि हजुरलाई त्यो अलरेडी थाहा लागिरहेछ होला कि, होइन। अनि यस, यु हेard इट राइट, मलाई चाहिँ एकदमै नेचरसँग कनेक्टेड हुन मन लाग्छ। अनि म चाहिँ यस्तो इन्भाइरोमेन्टमा चाहिँ एकदमै धेरै छिटो घुलमिल हुन सक्छु। अनि त्यही भएर होला कि मलाई ट्राभल गर्न भनेपछि यति धेरै एक्साइटमेन्ट लाग्छ कि यति धेरै एक्साइटेड भइहाल्छु कतै जान पर्ने भनेपछि। झन् मेनली यो पहाड ठाउँहरूमा जान चाहिँ ओहो, पहाडी भएर पनि मलाई यति धेरै मनपर्छ यो सबै ट्राभल गर्नलाई। अनि फेरि ठ्याक्कै यो बाटो देखाउँछु भनेर फोन निकालिहालेको अनि यस्तो आयो कि यस्तै हुन्छ मसँग सधैँ। बीच बाटो पुग्ने बित्तिकै चाहिँ मेरो साथीले यो डायरी निकाल्यो, जसलाई चाहिँ हामीले एभ्री डे इज अ फ्रेस स्टार्ट भनेर नाम दिएका थियौँ। यो डायरीमा चाहिँ हाम्रो +2 को हरेक मेमोरिजहरू छ। होस्टेलमा फोन युज गर्न नपाउँदा उसँग यसरी नै हाम्रो कुरा हुन्थ्यो। यति बेला चाहिँ ठ्याक्क गाडी फ्रेस हुनको लागि रोकेको थियो अनि हामीले चाहिँ आइसक्रिम किनेको थियौँ, तर भिडियो चाहिँ बनाउन बिर्सेछु। फाइनली हामी बर्दिवास पुग्यौँ र अब म झन् धेरै एक्साइटेड हुँदै थिएँ। यहाँ चाहिँ हामी झऱ्यौँ, अब चाहिँ हामी जान्छौँ रेलवे स्टेसन। अब चाहिँ हामी अटोमा रेलवे स्टेसन जाँदैछौँ। अनि मेरो स्न्याप यस्तो बिजोक छ त्यो एन्टी लाइटले। अनि झन् यो बाटोभरि यो आर्टहरू हेर्दै आइरहेको थिएँ अनि इट फिल्स अमेजिङ। अनि यहाँ आएर झऱ्यौँ र हामीलाई साथीको बाबाले पिकअप गर्नुभयो यहाँ आएर, र घर पुग्ने बित्तिकै भ्यूको नजारा लिइहालेँ। र फाइनली मैले मेरो ब्राइडलाई भेटेँ एन्ड सी हर रियाक्सन। र त्यसपछि दाइहरूले मलाई लिची ल्याइदिनु भयो र म त्यही खानातिर लागेँ। अनि बेलुका चाहिँ मटकोर हुँदो रहेछ, त्यसको लागि रेडी हुँदै थिएँ, गर्मी भयो अनि हावा खाँदै बाहिर बाल्कनीमा बसेँ। एन्ड दिस वाज द अरेन्जमेन्ट। अनि मेरो फाइनल लुक पनि यही नै हो पूजाको लागि। र अब यसरी चाहिँ गयौँ हामी पूजा र मटकोर गर्नको लागि। त्यही मटकोरमा सकि नसकी पनि नाचिरहेको थिएँ, किनभने त्यति धेरै लामो ट्राभल गरेको थिएँ अनि उभिनै सकिनँ पछि। अनि दाइलाई बोलाएँ अनि दाइले मलाई पिकअप गर्नुभयो। अबको नेक्स्ट भिडियो चाहिँ मैले अर्को हाल्छु, त्यो हेर्नु होला।